खाना त बनाइसके असल साथै बुहारीलाई गर्न लाउनु पर्यो कता छिर्नु हो बुहारी ए तनु तनु कहाँ छौ यहाँ आउ त दिदीले बोलाउनु भयो अब काम गराउने होला के गर्नु नि अब के गर्नु ए आइडिया ए तिमी यता पो छौ के भयो मैले खाना बनाइसके त्यो भान्साबाट सफा गर है ल कस्तो टाउको दुखिरहेको छ दिदी म त सक्दिनँ होला आज तपाईँ नै गर्नु न काम टाउको दुखो भन्छ भुँडीको समातेर बसेछौ त के भनेको ल टाउको दुखाइ कम हुने औषधि खाएर काम गर है दिदी मेरो खुट्टा पनि दुखिरहेको छ म हिँड्न सक्दिनँ है आज टाउको दुखो भनेर भुँडी मसार्छौ खुट्टा दुखो भनेर हात मसार्छौ होइन हुनु चाहिँ तिमीलाई के भएको अरू केही जान्दैन त्यहाँ औषधि खाएर छिटो छिटो काम गर है म चाहिँ हिँडेको टाउको दुखो भनेर काम गर्नु पर्दैन भनेर काम पो गर्नु